हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म मस्टतिर आएको हो। गर्मी सुरु भइसकेको छ, ज्याकेट लाएको, गर्मी भएर बिजोग छ। रेडबुल खाँदै हिँड्दै गएर आएको, चिसो रेडबुल। अब गर्मी सुरु भइसकेको छ। हामी चाहिँ आज भेलेटातिर जान लाग्यो। गाडी चाहिँ 10 मिनट छ भनेर त्यत्तिकै यता घुम्दै आएको। 10 मिनट पछि चाहिँ गाडीमा सरर भेलेटातिर गइन्छ। Okay, that's it. Okay. सो हेलो गाइज, नमस्ते। फेरि पनि स्वागत छ अर्को तुकुलको भ्लगमा। आज पनि हामी चाहिँ भेलेटा घुम्दैछौँ। माल्टाको भेलेटा भन्ने एउटा स्पेसल ठाउँ छ जहाँ चाहिँ हामीले आज तपाईँहरूलाई केही कुराहरू देखाउनेवाला छौँ। तपाईँहरू चाहिँ रहिरहनु होला च्यानलमा है, माया पनि गरिरहनु होला है त। अब चाहिँ हामी घुम्छौँ। यहाँ हाम्रो दुकुल सर हुनुहुन्छ। दुकुल सरलाई चाहिँ आज म घुमाउँदैछु। दुकुलको भ्लगमा चाहिँ आउनेवाला छ। सो गाइज, स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। ल, अब चाहिँ हाम्रो भ्लग स्टार्ट भयो। कतिले चाहिँ अब बाटो काट्दै हुनुहुन्छ गाइस। दुकुलजी चाहिँ अन द वेमा हुनुहुन्छ। उहाँ चाहिँ काम परेर जाँदै हुनुहुन्छ आफ्नो काममा। सो हामी चाहिँ अफिसको तर्फ आइरहेका छौँ, बाटोमै छौँ। र कसैले पनि जहिले पनि अब जेब्रा क्रसिङ गर्दा चाहिँ अलिकति ध्यान दिएर गर्नु होला। सरी, रुल्स हामी फलो गरिन्छ भनेर थिएँ, मैले बिर्सेछु गाइस। सो गाइज, हामी चाहिँ बाटोमा छौँ र हामी चाहिँ जाँदैछौँ गन्तव्यतर्फ। बस देख्न सक्नुहुन्छ, माल्टाको बस कडक छ, कडक। अनि हाम्रो दिलीप सर चाहिँ अगाडि गइरहनु भएको छ। हामी चाहिँ बाटोमा जाँदैछौँ। कडकै छन्। बाटो निकै नै राम्रो छ, सफा छ। अनि दुकुलजीको बाइक हो, फेरि अस्ति भर्खर लिनुभएको थियो, यहीँ छोडेर जानुभएछ। अनि यो चाहिँ मेरो बाइक हो। क्यार्नी गरिबी लगाइरहेको, बाइक किन्ने पैसा पनि छैन, त्यही भएर अब दुकुलजीको चाहिँ छ। मेरो त रेक्सा जस्तो छ, रेक्सै भन्दा नि हुन्छ। Head northwest on Trigiel Meritor toward Trigiel Cappuccini. Turn right onto Trigiel Cappuccini. अब म अलिक गरिब भएँ, सो त्यही भएर नि हुनसक्छ। दुकुलजीको त गाडीको चाबी यहाँ चाहिँ, दुकुलजीको गाडीको चाबी पनि त्यही छ। तर त्यो रेक्सा पनि दुकुलजीकै हो। रेक्सा पनि दुकुलजीकै हो। तर हामी चाहिँ फेरि पनि गलत बाटो आउन लाग्यो। गलत बाटो आइयो। सो यो चाहिँ भेलेटाको ठाउँ हो। यसलाई के ठाउँ भन्छ थाहा छैन मलाई पनि, यसलाई भन्छ तर चाहिँ दामी चाहिँ ठाउँ चाहिँ भेलेटाको रत्न पार्क। रत्नै पार्क भन न, जे सोच्यो त्यही होइन। यसो दिउँ न, भ्यू चाहिँ कडा छ। यो चाहिँ सरर यो चाहिँ कस्तो दामी हो क्या यो चाहिँ है, बवाल छ। वाउ, सो नाइस। छिटोकै बेर भयो। वाउ वाउ वाउ, कहाँ हिँडेका हौ तिमी फेरि? म चाहिँ हिँडेको चोकतिर चिया खानाको लागि। तर चिनी सकिएछ, त्यही भएर चियापत्ती लिनु। चिनी चिया के अरे बिर्सेँ म त, के भन्नु त। जुम भएर रहेछ, भिडियो खतम भएछ, बर्बाद भएछ। सो यहाँ चाहिँ यस्तो छ गाइजहरू। अनि हामी चाहिँ जाँदैछौँ चिया खानको लागि चोकतिर। चिया नै हो, फेरि नराम्रो चाहिँ नलिनु होला। अनि चिया भन्दा चाहिँ अरू चाहिँ केही पनि खाइन्न। अनि हाम्रो दुकुल सरको भ्लगमा, अब दुकुल सरकै भ्लग हो। म चाहिँ आज यसो देखिनु पऱ्यो, म देखि चाहिँ अलिकति भ्युज आउँछ भनेर उहाँले चाहिँ मलाई स्पोन्सर गरेर बोलाउनु भएको। घन्टाको हिसाबले पे गरिरहनु भएको छ। अब त्यही हामी अब जाँदैछौँ चोकतिर। अनि यहाँको दृश्य देख्न सक्नुहुन्छ, यहाँ टाइटानिकवाला सिन छ। फेरि टाइटानिकबाट अस्ति भर्खर यहाँ चाहिँ सिप आएको रहेछ। त्यही टाइटानिक सिप जुन डुबेको थियो, त्यो चाहिँ हाम्रो साथीहरूले निकालेर भर्खर यहाँ खडा गरेर फुलमाला लगाइरहनु हो। At Cursifis, continue on to Zat Lascaris. अब जाँदैछौँ उतैतिर। अनि दुकुललाई चाहिँ त्यही समुद्रमा त्यही सिपमा लगाएर चाहिँ चौबाल दिने हो क्या, खलासी राख्ने भनेर हामीले कुरा चाहिँ गरिरहेका छौँ। खलै राख्नु पऱ्यो दुकुललाई चाहिँ, दुकुललाई हो। अब खले पनि अब कहीँ नभएको खले कि हो, डेन्जर खले राख्ने हामीले प्लान बनाइसकेका छौँ।
सो यहाँ देख्न सक्नुहुन्छ कति राम्रो सिन छ दिने राख्ने ट्याक्क होइन अनि त्यही नै हो त्यही अब दुकुल अब जति बुढो भए पनि अब त्यही हो भर्खरको देखिन्छ अब डल्ले डल्ले गान्टो गान्टो सही हो सही हो त्यही हो सही हो गर्छ अनि अरू त्यस्तै हो यहाँ अब के हो यस्तो त्यही हो सो त्यही नै हो अब गाइस अनि यहाँ देख्नुहुन्छ भर्खरै अब भिडियो आउँदैछ भर्खरै हालिदिन्छु म दुकुलको च्यानलबाट सो त्यही नै हो अब हामी अगाडि बढ्दैछौँ अब अगाडि गएर घोडा आएको छ घोडा देखाउ मोमेन्टहरू देखाउँछौँ सो अब घोडा देखाउँछु म खच्चर त यहीँ छ त्यही पनि अब घोडा त देखाउनु पर्यो सो घोडा यहाँ छ घोडा हेर्न सक्नुहुन्छ सही हो सही हो सही हो घोडा चाहिँ यही हो र खच्चड यहीँ हुनुहुन्छ घोडा र खच्चड यही हो गधा पनि उही नै हो अब हामी चाहिँ बाटो लाग्दैछौँ यस्तो छ सिनहरू चाहिँ सो दुकुलजी चाहिँ अब उहाँ जाँदै हुनुहुन्छ अफिसमा उहाँको चाहिँ आज मिटिङ छ अनि भर्खरै बिजनेसको बारेमा सो अब त्यहाँ हामी जाँदैछौँ त्यहाँ के हुन्छ म तपाईँहरूले फेरि अपडेट दिनेछु अहिलेको लागि चाहिँ म आराम लिन्छु है त धन्यवाद के यस्तोहरू हुन्छ नि यिनी ब्लगहरू यिनीहरू चाहिँ यस्तो के सो हामी चाहिँ गुफा हुँदै अगाडि बढिरहेका छौँ यहाँ गुफा देख्न सक्नुहुन्छ यो गुफा नि डेन्जरै गुफा छ अनि दुकुल सर यहीँ हुनुहुन्छ दुकुल सर डान्स गर्दै हिँड्नु भएको छ दुकुल सर कस्तो लागिरहेको छ तपाईँलाई कस्तो लाग्ने हो यो हेरिरहेको ठाउँ हो त्यही पनि यसो भ्लगमा चाहिँ कैद गरेर यसो देखाम मान्छेहरूलाई पनि यसो भनेर त्यही भएर चाहिँ दुकुलजीले हालिरहनु भएको छ अनि दुकुलजी र म चाहिँ भर्खर गुफाबाट बाहिर निस्किसकेका छौँ हाम्रो यात्रा चाहिँ तल्लो बाटो हुँदै अमेरिका जानेसम्म हो अब अमेरिका चाहिँ हामी नजाने माल्टामै बस्ने हाम्रो यात्रा जाँदैछ अमेरिका पारी छैन ऊ त निकालेर लिएर जान् त्यसलाई चाहिँ अड्काएर पारी जानुपर्छ त्यही नै हो टिकट निकालिदिन्छु दामी Oh my god! Oh my god!